Triratna Sai Kosta Asta Siddhar Karna Budimti Ei Karna Langkama Sthangar Linoweku Pujanya Guru Bhakti Hidai Ukasa Bandana Gari Sangha Bandana Garamaju Ukasa Ukasa Kaya Karma Vacan Karma Mano Karma Adi Din Karma Alumate Kune Karma Le Agyan Vas Garika Kune Dos Rahe Chan Pane Pani Ti Sabe Dos Alubada Subhi Mukta Hunaka Lagi Pratama Dutiya Tatiya Ekbar Dvivar Timar Sama Buddha Ratna Dharma Ratna Sangha Ratna Bani Ananta Srishta Gur Harule Sampana Vai Vasita Unu Vaika Param Puja Tin Ratna Rai Abhiman Rai Sada Purva Sananda Dhyata Juri Sada Puja Vandana Gantacham Bandi आगे धारण करने गरी राई को पूरी शरण सहित उपोषद अष्टासी को कुशल पुण्य चितना आगो आगुमा अपना भाई को दान सील भावना व विपश्यना ज्ञान को प्रभाव ले ताणे गरी नहीं मार्ग ज्ञान और ज्ञान लाई प्रकार करी परम शांति सुख निर्माण लाई जिले समा स्वयं सत्कार गर्न सकिसो कस्पुण्य बनो मार्गम कादि धर्म आचरण Tatiya
Tadiyampi Buddham Saranam Gacchami Tadiyampi Dhammam Saranam Gacchami Tadiyampi Sangham Saranam Gacchami Amabhante Panatipada Viramni Sikkhapadam Samadhiyami Adinadana Viramni Sikkhapadam Samadhiyami Brahmacharya Viramni Sikkhapadam Samadhiyami Musavada Viramni Sikkhapadam Samadhiyami Surameraya Vajja Pamadatthana Viramni Sikkhapadam Samadhiyami Vikala Bhojana Viramni Sikkhapadam Samadhiyami Bhacha Gita Vadita Visuka Dasana Malakanda Vilepana Dharana Vibhusana Thana Viramni Sikkhapadam Samadhiyami Uchasayana Mahasayana Viramni Sikkhapadam Samadhiyami Asavakaya Vahanhotu Idame Silam Nibbanasa Pachayo Hotu Idam Punya Bhagam Sabhasatanam Hema Amabhante
सुखी रहूं, शान्ति रहूं, निरोगी रहूं। शासनको काम गर्न सधैँभरि अगाडि बढिरहूं। भावनाको काम नै गरेको नि उपमा भन्ने भने तरकारी पकाउँदा जुन एक प्रकारको तरकारी पकाउन सक्ने मरमसलाहरू चाहिन्छ कि चाहिँदैन? खोर्सानी, लसुन, प्याजहरू तीहरू पनि अब त्यही भयो भनेर तिनीहरू मिसाउँदिन भनेर हुँदैन नि। होइन, विपक्की चौधरी ध्यानको विषयमा यस्तै जरुरी परेका कुरा हो। यो समय 5 मिनट मात्रै बस्ने काम मिल्छ भने पनि यसलाई गरिरहेको ध्यान त 5 मिनटमा नै सफल हुन सक्छ नि। त्यही भएर समय छैन भनेर स्कुलको विचारलाई कुनै बेला नछोड्नु। यो पनि ध्यान भावना नै गरेको उपविचार गरेको पनि मैत्री भावना गर्दा गर्दै पनि जो पनि मैत्री भावनाको कारणले समाधि चढ्दै जान्छ। मरणानुसति भुल्दै छ कमठानहरू पनि समय कटेर देश राखेर सोचाइ गरेछन्। असली 5वटा पनि मैत्री भावनामा जो कहिले चाहिँ समय निकै घट्यो, पछि चाहिँ मैत्री भावना भइसकेपछि म अवश्य मर्नुपर्छ, समय मात्र बाँकी छ, समय सधैँमा ध्यान गर्नुपर्दछ, यसलाई पनि भन्ने 2-3 बार म स्याहारले दिनुभएको हो नि। त्यहाँबाट कमठान पनि माग्ने अहिले त समय बढ्यो राख्दैन कि भने अब ध्यान बस्ने। अब ध्यान बस्दाखेरि सर्वप्रथम राम्रो आसन जगाएर आफूलाई कस्तो प्रकारले सजिलो पर्छ तलको आसन अलि सजिलो बसेन भने फेरि बनाउने। अलि मारेर बसिए नि एकपट्टि ढल्के जस्तो भन्छ अनि आफूलाई शङ्का भयो फेरि बनाउने। तर्री दाहिने बायाँतिर कतै नढल्कियो, ढल्कियो पनि धेरैपछि त्यस्तै बानी बलेर जान्छ। निसी जति पलङ्गम आफू चित्वा कमेटी मारेर शरीरलाई फेरि उच्च कायम बढिँदाखेरि सिधा बनाउने। सिधा टाउको नढल्क्यो, टाउको ढल्क्यो पनि वेदना प्रकट भएर आउँछ। शरीरलाई सिधा बनाउँदा एकदम डह्रो नबनाउने, हल्का पप्पो पापा टेङ्ने गरेको समय आफ्नो मन पनि टेङ्ने भएछ भने मनलाई हल्का बनाउने। शरीर डह्रो भएछ भने हल्का कसिएको रसीलाई खोल्दै जस्तै नि पप्पो पापा चन्न बनाउने। पहिला सजिलो बनाएर आँखालाई आस्ते टप्प बन्द गरिदिएर ओठलाई पनि टप्प आस्ते बन्द गरिदिने। त्यहाँ नयाँ योगीहरू हुनुहुन्छ नि त, नयाँ योगीहरूले त्यही नाकाको परबाट सास निस्किरहेको छ, निस्क्यो भनेर जान्दिने मात्र। नाकाको टुप्पामा होस राखेर नाकाको परबाट सास भित्र पस्यो भने पस्यो भनेर जान्दिने मात्र। त्यही नाम जप्ने होइन, त्यही भगवानको गुण
बसेको बेलामा कसैको नाम पनि लिने होइन, खालि होसमा बस्नु। नागा उकालोबाट सास निस्क्यो भने निस्क्यो भनेर जान्ने मात्र, सासभित्र पस्यो पस्यो भनेर जान्ने मात्र। त्यसो गर्दा होसमा बसेको हुनाले लोभ पनि भएन, द्वेष चित्त नबुझेको मन पनि भएन। होसमा बसेको हुनाले मोह पनि भएन, मन पवित्र हुन पायो। सुरुमा बस्ने बित्तिकै तल दुःख वेदना भएको छैन। पुराना योगीहरूले चाँडै नै आफूले आफूलाई बचाउँछु भन्ने इच्छा छ भने वेदना निर्वसनाको योगो श्यामज्ञानजीले चाँडै नै ध्यान सफल गर्न सक्ने सती पठान हो। वेदना निर्वसना सती पठान बस्ने बित्तिकै सुख वेदना बस्छ। आफ्नो शरीर र तलको आसन ठोकेको बिचमा काय विज्ञान बस्छ। तिसै ठिनेर नियामा तिसै तिसै र गोलो अखेमे ठिनेरे ठिरे नकुए झ्यामा काय विज्ञान से तिसै ठिनेरे यदि तिसै नै त दुःख होइन अन्जाले त हो। पहिला सुख वेदना हो भन्दै नहुन्थ्यो गयो। काय र शरीर तलको च्याम्पी ठोकेको तलको आसन ठोकेको बिच सुख वेदना सुख वेदना सुख वेदना सुख वेदना भनेर पहिला जानिने। भगवानले पनि सुखम वा वेदना सुखम वेदना प्रजानादि सुखम वेदना सुखम वेदना भनेर सुख वेदना हो भनेर पहिला जानिदिनु। बस्ने बित्तिकै दुःख वेदना भएको छैन नि। त्यो सुख वेदनाको स्वभाव कस्तो छ त भन्दाखेरि अनित्य दुःख वेदनाले पियाने सुख वेदनालाई होस पुऱ्याउँदा आशा लाग्ने सुख वेदना भन्छ। सुख वेदना त्यो अनित्य हो भनेको छ बिग्रेको त्यसरी नलाउँथ्यो नि। सङ्गत कारण जुटेर भएको हो सुख वेदना। काय शरीर तलको आसन ठोकिनाले त्यहाँ सुख वेदना भएको कर्तृत्व समुत्पन्न धर्म कारणले उत्पत्ति भएको कार्य जो नामखण्ड हो। खया धर्म त्यो सुख वेदना सकिरहेको छ। ठुलो तलमा पानी पर्दा पोकाहरू निस्किएर जस्तै नि आफ्नो ज्ञानमा त्यस्तो देखिन सकिन्छ। सुख वेदना पनि बिग्रिरहेको छ। पुराना योगीहरूले ज्ञान लगाउनु धेरै ध्यानसँग बसिसकेका हुन्। सुख वेदना सबै अनित्य हो।
दुःख वेदना सङ्कट कारण जुटेर भएको यत्तिकै उत्पत्ति भएको होइन। पतित्व समुत्पन्न धर्म कार्य धर्म चुम्बिया खया धर्म त्यो दुःख वेदना भोग गर्ने नामखण्ड वेदना पनि सकिरहेको छ। त्यो फल्ने परिवर्तन भएको रूप पनि सबै बिग्रिरहेको छ। नामखण्ड वेदना मनको साथसाथै हुन्छ। दुःख वेदना भोग गर्ने वेदना खण्ड पनि बिग्रिरहेको छ, सकिरहेको छ, भत्किरहेको छ, भ्याइरहेको छ। पुरानो बिग्रेर पछिबाट आफ्नो नयाँ आउने, पुरानो हराउने, नयाँ आउने, पुरानो हराउने त्यस्तो भइरहेछ। निरोध धर्म हो, त्यो नसौक्याउने धर्म हो, निरोधुनी धर्म हो। दुःख वेदनालाई पनि त्यसरी मनन गर्नु है। मनमा पनि विचार गरिदिनु, मनमा सुख भएछ कि मन शान्ति भएछ भने मनको सोमनसा वेदना हुन्छ, मनको सुख। अस्ति आमा साइड पापा मनमा काटेर मनमा विचार गर्ने मन शान्ति भएछ कि अशान्ति भएछ। मन शान्ति भएछ भने त मनको त्यो सुख वेदना सोमनसा वेदना नै भन्छ। त्यो मनको सुख पनि अनित्य हो भनेर मनन गर्ने बिग्रिरहेको छ। इत्यादि सङ्कट हो, कारण जुटेर भएको धर्म हो। पतित्व समुत्पन्न धर्म कारणले भएको कार्य धर्म जुटेर खया धर्म त्यो सबै सकिरहेको छ, ल्याइरहेको छ, भत्किरहेको छ। वया धर्म बिग्रिरहेको धर्म हो। विराग धर्म हराइरहेको धर्म हो। एकछिन ज्ञान लगाउन हराए फेरि आउँछ, ज्ञान लगाए फेरि आउँछ। आगो कराईमा बसालेको कराईमा केही पनि छैन। चिसो पानीका थोपा झार्दा छ्याङ्ग सुकेर गयो। अर्को थोपा झार्दा छ्याङ्ग सुकेर गयो। अर्को थोपा झार्दा छ्याङ्ग सुकेर गयो। त्यस्तै मनमा पनि सुख वेदनालाई विचार गरेर छ्याङ्ग हराएर गयो, फेरि हुन्छ, फेरि हराएर गयो, फेरि हुन्छ। र त्यसरी देख्यो पनि अनित्यलाई देखेको विपश्यना ज्ञान हो। वेदनाको अनित्यलाई देख्यो पनि सुनाको हड्डी मिले जस्तो हो। इसले उयाराले बिपुले नजिकै निर्माण भनेको नरकको ढोका बन्नु नजिकै आफ्नो नरकको ढोका हमेसाको लागि बन्नु नबोलाएको। मनमा यदि अशान्ति भएछ भने चाहिँ मछान्दाहरू चित्त नबुझेको मन भएछ मनमा भने त्यसलाई मनको दुःख वेदना दोमनस वेदना। त्यो मनको दुःख वेदना पनि दोमनस वेदना पनि क्षणमै अनित्य भइरहेछ भनेर मनन गरिदिनु। पहिला मनन गरिदिनुपर्छ। अनित्य हो भनेर मनन गरे मात्र विपश्यना ज्ञान हुन्छ र विशुद्धि मार्ग। अन्यैसाले टिपिपिएनले बन्दै बिग्रिँदै भइरहेछ। त्यो मनको
आखिरी सबै सकिने धर्म हो निरोध हुने धर्म अनि त्यसरी मनन गर्नु दुःख वेदनाको अनित्यलाई देख्यो भने द्वेष भन्ने रिस मर्दै जान्छ यति डरा पिराउने मनमा दुःख पनि भएको छैन सुख पनि भएको छैन बिच खाल्यो भने उपेक्षा मिल्यो शिक्षा निराले मौबु से निराले मौबु अल्लाह अल्लाह भनेपछि मनमा उपेक्षा मिलेन दुःख नसको वेदना उपेक्षा वेदना एकदम राम्ररी होस राख्न जाने मात्र एकदम त्यही मोरे बाबा शरीरलाई हल्का राखेर सरेर सरेर हुन त अनुमानले मात्रै उपेक्षा वेदनालाई पहिला ज्ञानमा रहन पर्छ त्यो उपेक्षा वेदना पनि मनको उपेक्षा वेदना पनि अनित्य हो भनेको छ बिग्रेको छ सङ्कटका कारणले भनेको धर्म हो खया धर्म सकिरहेको छ भत्किरहेको छ बिग्रिरहेको छ भ्याइरहेको छ वया धर्म बिग्रिरहेको छ हराइरहेको छ निरुद्ध धर्म निरोध हुने धर्म हो भनेर मनन गर्नु करोडौं दुःख वेदना भएर आयो भने त्यो दुःख वेदना विचार गर्ने परिवर्तन भएपछि रूप हो अज्ञानलाई एउटा अज्ञान यो शरीर तलको आसनले ठोकिनाले यो योग अज्ञान बिचमा हो त्यसको साथसाथै काया उनीसे नारायण तीरे से नासे उस साथसाथै दुःख वेदनाले अन्जाल मेरा नाम खण्डा हो खण्डाको माथिको शरीर रूप तलको आसन रूप दुईटा ठोकिनाले त्यहाँ जान्ने मन या दुखेको मन भन्ने उत्पन्न भएको तलको अखिलको बिचमा आसनको बिचमा त्यसको साथसाथै दुःख वेदना नाम खण्डा मनको साथसाथै नाम खण्डा हो त्यसले भोग गरेको दुःख वेदना भनेर त्यसलाई राम्रो विचार गर्नु यहाँ एकदम दुःख वेदना भएर मनमा कवि नसकिने जस्तो भएको छ मनलाई विचार गर्नु मनलाई हेरिदिनु मनमा के भएको छ मनमा डल्लो परे जस्तो गाँठो परे जस्तो डह्रो भए जस्तो अस्तिले तरिकाले हल्का तरिकाले पप्पाबाट पेटा पिली हुने के भन्छ भनेर विचार गरिदिनु मात्र होस राखिदिनु 20 मिनट मात्र बाँकी रह्यो घडी त कुदेको कुदैछ मनमा के भन्छ भनेर विचार गरिदिने शरीरमा के भन्छ भनेर विचार गर्ने कानमा शब्द आयो साहित्यको आवाज गाडीको आवाजतिर सोचाइ नजाने कि शब्द हो सुन्ने मन हो त्यही भन्छ त्यही बिग्रिन्छ ठल्ल बिग्रिरहेको छ सुन्ने मन पनि नाचीमा चासै गर्ने बेला साथै त्यहाँनिर मनलाई हल्का बनाउने छन्न आधी घन्टा जति मात्र भयो यति त्यागेर पप्पा पापा शरीरमा के भन्छ मनमा के भन्छ विचार गर्ने खोजेर हेर्ने होइन कि सासुरा र मौको चौबिसुरा उपादान
सोचाइ मन भयो भनेर जान्दिने त्यतिले त्यो सोचाइ मन त टक्कै रोकिन याद रहेछ ट्याप अभिमा ट्याप बिजुली जम्के जस्तै बिजुली जम्के दगुरेर हेर्दा छैन सियालामा सिकाको माउनी प्रार्थना भर्खरै थियो अहिले छैन भर्खरै भयो भर्खरै छैन त्यस्तो देखेँ भर्खर विकासलाई ज्ञान हुन्छ र होस् राखिदिने शरीरमा के भएछ विचार गर्ने मनमा के भएछ विचार गर्ने घरबाट सास निस्क्यो भनेर जान्दिने भित्र बस्यो भनेर जान्दिने खालि त्यो चाहिँ मनलाई स्थिर हुने काम गरेको मनलाई एकाग्रता हुने काम पहिला मन एकाग्रता भयो भने शरीरको स्वभावलाई देख्न जान्न सकिन्छ होस् राखिदिनुहोस् दुःख वेदना साह्रै दुःख दिन थाल्यो ठुलो वेदना ठुलो हुन थाल्यो ढोका वेदना पनि त्यहाँ लागि नफर्काउँदै पहिला त्यो दुःख वेदनालाई विचार गरिदिनु के भन्छ उसको त भयो तिनलाई योलाई चालाई हुन्छ यदि खपि नसक्नु भएछ भने मनमा विचार गर्नु मनमा फर्काउँछु भन्ने मन गाउँ चिन्ने सुई चिन्ने त्यो फर्काउने मनलाई जान्दिने माखा आएर बसेको पनि ध्यान बस्दा बस्दै मनमा द्वेष भइहाल्छ म चिन्ता त्यसलाई हो त्यो मनलाई हेरिदिने माखालाई नपाउने त्यसबाट फाइदा उठाउने मनमा खाँदा यसै के हो त मनलाई हेर्नुहोस् अनित्य देख्ने त्यहाँ ज्ञान मिलेको अनित्य ज्ञान हुन्छ माखा आएर बसेको मन त किन्न भइहाल्छ त्यति बेला मनलाई हेरिहाल्ने त्यो पनि बिग्रिरहेको छ सबै भत्किरहेको छ सत्किरहेको छ जाइरहेको छ चिला भने गएर नबनाउने चिलाएको बेलामा त्यही चिलाएको जग्गालाई पनि विचार गरिदिउँ नभए मनमा द्वेष चित्त बस्छ म खाँदा यसै मध्येमा त्यसै भदासै हो त मनमा त्यही भएर चिजहरू मगो स्याहार फ्याजीले ध्यान उसको लेंगे तो हम फ्याउने न्याने तो फ्यावा न्याने फ्यावा फाइदा उठाउने मौका हो यो चाहिँ जेसुकै भए होस् यो शरीर मैले शरीर दुखे पनि मन दुखाउँदिन भनेर मन नदुखाउने गरी आचरण गर्ने पनि फाइदा हुन्छ यो शरीर चाहिँ मूल शरीर हो त्यसमा प्रकट भए पाहुनाहरू एकछिनका पाहुना सधैँभरिका होइन एकछिन मात्र आउने हो जे पनि चिलाए पनि त एकछिनको पाहुना हो एकछिन फर्किने खाले दुःखै पनि त दिनभरि दुख्ने होइन पाहुना हो सकिन्छ सोचाइ मन भयो भने त पाहुना हो एकछिन गइहाल्छ आयो भनेर जान्ने बिग्रियो गइयो बिग्रियो अघिको मनलाई पछिको मनले छ कि छैन भनेर विचार गरिदिनु नै विपश्यना हो शेषैको नर्सैले सिमिसी त्यहाँबाट विवादमा
हल्का से कहीं ना रामी jadi kalau jiwa itu saya jadi man bukan minum mana posisi lagi 15 minit makan lagi royo kita ini masalah lawan yang ini mulai nanti bisa lagi Bagaimana kita manusia, sesuai manusia, log manusia, manusia untuk terlalu jani, tak oni ini, sesuai manusia jani, Wisman jani ini, log manusia jani ini, sunni manusia kan pasal tempat, sunni manusia jani ini. जे मानव प्रति उनसे क्या होने कितने जान दे बच्चे चित्ता नुबसना सती पठान से ओराई तीरा से क्या नुपतना सती पठान प्रति घर की होश रखना उनसे रुचि तलाक में तरह ध्यान बसे मेरा ना कराएंगे कि इंदा बसदा उड़दा काम करदा खाना पीना किमान भाषा जानने की कोशिश मात्र इसलिए सती पठान करता है योगी को समान करते ही जानते ज्ञान बढ़ते ही जानते होश बढ़ते ही जानते सोचाई मन भाइयों और विचार करते हैं बीच के खट पे बिगड़े जैसे खट पे काटे जैसे ये छोड़ी जादू बजाए जैसे और किसी को भी भक्ति जा रहा है Nyala jadi begini, sih itu orang. Kena begini bangun grup surat ni, nabi kolam bangun air, fish ko dalu dosto, ada nasi bala ini, sana poka begini, fokus surat samunda ini, waktu sejurut poka bangun mereka poka sama. Email design gadget. Email assign gadget. Ya, gas like juice like Coca-Cola separate like sisa gilas makan anda pahila mati fizul boleh. Boleh stay ada Europe ko sudah test ko batang so ada kawan kita. Kena ko lupa malupa, ko lupa mawin. वेदना चाहिए जिप्पा पमा उंगली को पानी या तलमा पोखरी में पानी पर्दा तो कट गयो जस्तै पोखरी उठे त सबै उति बेला फुटेर भइरहेछ ज्ञानमा त्यस्तो देखिन्छ वेदनाको अनित्य देखिन्छ पूर्वमा वेदना Mari mencobinya, mungkin nyale paman, habis ya jadi batai mesti makar yang tu ada sih. Susah mangga bisa belanja sih. Wisma itu tapi bisa belanja sih. Rumah itu bisa belanja sih. Sila yang mangga itu tapi bisa belanja sih. Nyale dia मन को स्वभाव है संज्ञा मरीच उपमारी संज्ञा से टाला में हम चक्के को गिरा माती रिंग देखे
Sabirupa Sankhara Sanskar Hamdalo Surate Napyo Dong Negri Bukra Upai Mitra Sarsan Mana Isarsan Akhumashida Sari में की बात है विचार करने की तेरा ज्ञान नहीं इसको सवाल कष्ट सा नहीं बताएगा सा कष्ट होएगा सा मन में की होएगा सा मन में विचार करने की 10 मिनट मात्र बाकी रहेको छ अनित्य स्वभाव देखेका योगीले भने अनेसा मेरे फिटे मेरे त्यसमा लोभा मेरा तोला मेरा देखा देख्दै मेरे पुरा आफूलाई खुसी लाग्छ सरले भोलि प्रतिदिन स्मृत बताएको छ आफूलाई खुसी लाग्छ भने एक धर्ममा गएर बल्छु तन्नाथि धर्म कृष्ण Karena Allah berarti diri ini saya milih Allah berarti pilih yang kilo. Kamu terus sampai gini berdiri betul ane jalan. Kamu macam nak usai macam dah restriction ni sebenarnya. Orang asal kepala yang orang berarti diri yang pilih kan ni macam Anitya, Anisa, Loka, Anadani, Naliloma, Dora, Nimakayam, Muslim Abadibada, Allah, Ukakadawane, Unani. Wanita ketika itu desa berdalam kamu शरीर जैसे कि मन हमने गरी आचरण गरेर जे जे भन्छ जान्ने सोचाइ मन हो यो सोचाइ मन हो म त मेरो पनि दृष्टि शुद्ध त्यही पाए विस्मरण भयो तल दुःख वेदना भयो म त होइन मेरो होइन विस्मरण हो निश्चित हो जे भन्छ म त होइन मेरो होइन खालि उसको स्वभाव चाहिँ अनित्य बनेको छ बिग्रेको छ यम किञ्चित समुदय धर्म सब कर्म कर्म निरोध धर्मान्ति जति जति जे उत्पन्न हुन्छ यो शरीरमा सबै बिग्रिरहेको स्वभाव मात्र छ आफूले आफूलाई याद दिनु पर्यो कि मर्ने बेलामा त 1 घण्टा अघि नै दुःख वेदना भएर आउँछ यही दुःख वेदनाले नै मार्ने हो त्यति बेला चाहिँ एउटा माखा आएर छोएको पनि सहन सकिँदैन त्यसो हुँदा यो मामुली आधी घण्टा 1 घण्टा ध्यान बस्न पनि मैले मन खिन्न पारे भने मेरो मरण कस्तो होला भनेर आफूलाई याद दिँदै सूर्य बढाउँदै गर्नु शरीर देखे पनि मन नदुख्ने गरी आचरण गर्ने मन दुखाइयो भने निदा खुल्क्यो निदा खुल्क्यो भने नोक्सान भयो ध्यान बस्न हराइयो मन खिन्न पारेको नै द्वेष चित्त हो गदा हो रिस पैदा भएन नि
से समझ शरीर में दुखे को बोले को सीधा को जीवन आपसे आकांक्षा आपसे आपके सुना ढाई से आपसे अंदाज इस वाला द्वेष नवरा लोक नवरा मानो जान दी निकाले पावना आई कमी आई और जान दी मार दूसरा दिनों सामान्य पैसे को Akhiri sampai kemarin berikan ansur, jadi belana surat kelima dan sampatina akan ti. Na guru alumni mata masakan, na dia lagi na berbagi, na berbagi. Aku ni aku lagi, bahkan besar besar kerajaan seperti kemarin, karena jam larang. Mati ko ang ipon pagkikat Krishna gawan di Milena Spati. Sabi na sa gusto mo diyan laga nagkiwan kasi naman yung di. Pagte sulat na kaibigan mo ito. Narap tuwan ni Dharma na parima, pasman tuwan Dharma na parima, buklet tuwan Dharma na parima. Botulo sahara, botulo ala, botulo aguya. Kalau dinoin aguya. Rajan pura lagi hosani, rajan pura tu manis, mana kita lagi. Pura lagi hosani, pura lagi hosani, ada golongan hosani. Udapni hostagni, Umbidani hostagni, Indapni hostagni. Kami dandiri mata. Kita hostagni dandiri. Ini cuma hostagni. Kami mata page sosai non nadi. Ini dosen bos mensewa. Mata. Makui boleh sih. Tu itu aku beri kita. Dewa ini sama Buddha bayo, Bhagavan Dharma Sangalai mari pemasaran ini, sama ini nama pati ini puja ramakai mari punya sambil lagi ini, sama Buddha bayo. Jati jara